अर्कै थियो क्या पुरै यहाँ चाहिँ के भएछ भने ठ्याक्कै अस्ति आउने बाढीले बसक्कै बिगारेर यस्तो नजारा बनाइदिएछ घट्टे खोला खाँदा अबको यात्रा बनेपाको रहनेछ बनेपा गोकुले जाने गाडीको स्थिति हरि बिजो भइरहेछ मान्छे भन्दा धेरै सामान अबको यात्रा सुरु हुन्छ हाम्रो यहाँबाट बुवा कहाँ पुग्यो घरती छ गाउँले परेछ त अनि त्यसमा गाउँले परेछ म आरोफुटे गोकुले तिमी गोकुले हो किन बिजोग मारे नि सर पुरै हिँडेर गएर सबैजना सबैलाई स्वागत छ फेरि अर्को नयाँ ब्लगमा आजको ब्लगमा चाहिँ हाम्रो यात्रा गाउँको रहन्छ सो अहिले सबै रेडी भएर दुईजना हिँड्दैछु सो वाइफ यहाँ छ यहाँ म छु ब्याग छ सबै रेडी भइसक्यो हाम्रो ब्याग चाहिँ स्मल छ सो हेर्दै गर्नु होला अब बनेपा जाँदैछु बनेपाबाट बस चढेर गाउँ जाँदा सो अहिले चाहिँ हामी जरीबुटीबाट बनेपा लाग्दैछौँ तपाईँहरू देख्न सक्नुहुन्छ एकदम बिहानको समय छ 5:30 बजी निस्क्यो भयो कोठाबाट होइन हिजो त एक्लै थियो आज चाहिँ साथीसँग बुढाबुढी मिलेर गाउँ जाँदै बनेपा ओर्लेर चाहिँ हामी गाउँ जाने बसमा चढ्नुपर्ने हुन्छ सबै कुराहरू देखाउँदै गर्नेछु भिडियो पनि एकदम इन्ट्रेस्टिङ वाला छ सो हेर्दै गर्नु होला सो अहिले चाहिँ हामी बनेपामा छौँ बनेपाको बस पार्क छेउमा खाजा खाँदैछु अबको यात्रा चाहिँ डाँडापारीको रहनेछ होइन बनेपा गोकुले जाने गाडी हामी चाहिँ यो गाडीमा जाँदैछौँ ठ्याक्कै बस पार्कको छेउमा रहेको छ हाम्रो गाडी चाहिँ सो केही सपिङ गर्छु पहिला कति रहेछ केजीको अझै बिग्रिएर छ यो कति किलो लानु भने क्या ल बाहिर पूजा गर्नुभयो सानो बुवा कहाँ पुग्यो घरती छ गाउँले परेछ त अनि त्यसमा गाउँले परेछ म आरोफुटे गोकुले तिमी गोकुले हो मेरो जाने यात्रा सबै यस्तै हुन्छ किनकि सबैजना मान्छे गाउँ जानको लागि अब आतुर हुन्छन् होइन यहाँ चाहिँ कस्तो छ भन्दाखेरि अब अरू ठाउँको जस्तो सिटको हिसाबै हुँदैन क्या जतिसम्म कोच्न सकिन्छ त्यतिसम्म कोच्दो रहेछ मान्छे भन्दा धेरै सामान जताततै सामान देख्न सक्नुहुन्छ हामीले बिहानै सिट काटेको अझ कोही मान्छे आएर बसिरहेको अवस्था देखाएको थियो हामीले तर अहिले चाहिँ फाइनली हाम्रो सिट पायो होइन सो अब यहाँबाट सुरु हुन्छ हाम्रो यात्रा कति घन्टा हुन्छ के हुन्छ त्यो चाहिँ अब फिक्स छैन किनकि जाँदै गर्दाखेरि बाटोतिर देख्ने दृश्यहरू तपाईँहरूलाई म देखाउने कोसिस गर्नेछु साथमा बुवा पनि हुनुहुन्छ गाउँले हुनुहुँदो रहेछ होइन सो त्यही हो हेर्दै गर्नु होला है त खाना नखाने पुरै यहाँ चाहिँ के भएछ भने ठ्याक्कै अस्ति आउने बाढीले बसक्कै बिगारेर यस्तो नजारा बनाइदियो घट्टे खोला खाना खाने ठाउँ अब हामी खाना खान्छौँ त्यसपछि पेट दह्रो गरेर लाग्छौँ अगाडि खाना खाइयो अहिलेको अवस्था चाहिँ हामी सिपाली घटे खोलामा छौँ यहाँको नजारा चाहिँ कस्तो भएछ भन्दाखेरि पहिला अर्कै डिजाइनको थियो किनकि म 15 महिनापछि आउँदाखेरि चाहिँ लुक अर्कै भएको रहेछ किनकि पहिला अस्ति यिनीहरूको बाढीले चाहिँ विपत्ता पुरै सखापै बनाएको रहेछ क्या ठाउँ हेर्नुहोस् त
घरहरू पनि सबै भत्केर होइन हामी जाने बस चाहिँ यो रहेको छ। सो त्यही हो, अहिले अबको यात्रा अझ विकट ठाउँको हुनेछ, अझ अप्ठ्यारो बाटोको यात्रा हुनेछ। सो हेर्दै गर्नु होला। सो खाना खानको लागि चाहिँ माथिबाटै अर्डर गर्नुपर्ने रहेछ। जो खाना खान इच्छुक हुने मान्छेहरूको लागि चाहिँ अर्डर बिना चाहिँ नबनाउँदो रहेछ। सो हामीले पनि अर्डर गरेका थियौँ है। कस्तो लाग्यो तिमीलाई खाना? होटलहरू चाहिँ धेरै थियो, सबै भत्केछ। अनि यो चाहिँ नयाँ भएर चाहिँ आफैले अर्डर गर्नु पर्ने रहेछ जे होस् है। सो हाम्रो बाटो यो रहेको छ, एकदम बाटो चाहिँ खतरा छ। हेर्दै गर्नु होला, म तपाईँहरूलाई देखाउँदै गर्छु है त। सिपाली घट्टे खोलाको नजारा यो यस्तो छ। डाँडा गाउँ जानको लागि त्यति सजिलो छैन। सो त्यही हो है त। अहिले चाहिँ होइन 5-6 घन्टाको अन्तरालपछि फाइनली आफ्नो जन्मभूमि आइसक्यो अवस्था, जुन कि म यही ठाउँमा जन्मेको थिएँ। सो तपाईँहरूलाई देख्न सक्नुहुन्छ हाम्रो गाउँ चाहिँ यस्तो रहेको छ। घाम त्यहाँ डुबिसकेको अवस्था, भर्खरै तल रोडमा झरेको। सो अलिकति चाहिँ हिँड्नुपर्ने हुन्छ यो बाटो हुँदै। कस्तो फिल लाग्छ तिमीलाई? रमाइलो। गाडीमा कस्तो लाग्यो? गाडीमा झन् रमाइलो। डान्स गर्दै आएको हो र? ल ठिक छ, उसलाई त झन् रमाइलो लाग्यो मेरो वाइफलाई। सो अब चाहिँ हामी घर पुग्न यहाँदेखि अलिकति उता छ। सो यस्तै हो हाम्रो गाउँ। भोलि पनि तपाईँहरूलाई हामी कन्टिन्यू भ्लगहरू बनाउने कोसिस गर्नेछु। सो हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला। र आजको भ्लग भिडियो चाहिँ म यतिमै इन गर्न चाहन्छु। बाइ बाइ, सी यु इन नेक्स्ट भ्लग है त।